हेलो एभ्रिवान गुड मर्निङ छ सबैजनालाई। हजुरहरूलाई मेरो भ्लगमा स्वागत छ। अनि हजुरहरू सबैजना आरामै हुनुहुन्छ भन्ने म आशा गर्छु र म पनि आरामै छु। साथीहरू, आजको मेरो बिहानको सुरुवात चाहिँ खाना पकाउनुबाट हुँदैछ, किनकि बुहारीको कामै खाना बनाउनु पर्ने हुन्छ नि त। काम त अरू पनि हुन्छ है, खाना त जसले नि बनाउँछ, तर म्याक्सिमम बिहे भएपछि त किचनबाटै स्टार्ट हुन्छ नि त मर्निङ। अनि यहाँ टक्क बाहिरको वेदर दामी थियो। अनि यहाँ चाहिँ तल आज मम्मी अनि हाम्रो एकजना खेताला भएको थियो मकै गोड्नलाई। अनि मकै गर्दै हुनुहुन्थ्यो। अनि आमाले चाहिँ मेरो लुगा पठाइदिनु भएको थियो। अनि त्यति गर्दा चाहिँ कति खुसी लाग्छ है मलाई चाहिँ। आमाले मलाई धेरै माया गर्नुहुन्छ नि त। अनि हाम्रो चाहिँ खाना खाने बेला भयो। अनि खानासाना खाएर चाहिँ हामी आज कामले निस्क्यौँ। आज मेरो के काम छ भन्ने साथीहरू अहिले म हजुरलाई देखाउँछु भिडियोमा। अनि मेरो बुढा चाहिँ कस्तो ह्यान्डसम भएर आज जाँदै हुनुहुन्छ कि कहिलेकाहीँ चाहिँ आफ्नो बुढालाई पनि कसरी आँखा लाउँछ कि भन्ने डर लाग्छ कि। मलाई चाहिँ त्यस्तो हुन्छ कि हुँदैन हजुरलाई, मलाई चाहिँ त्यस्तो हुन्छ। अनि टक्क हामी बुढाबुढी बसेर साना गयौँ कि। अनि सुरुमा चाहिँ वडा कार्यालय गयौँ। यो चाहिँ हाम्रो वडा कार्यालय हो गोदावरीको। अनि त्यहाँ पनि काम सकेर चाहिँ म ब्याङ्क गएँ। मेरो आज काम चाहिँ भनेको मेरो मोबाइल ब्याङ्किङ बनाउनु थियो, तर भएन के, मेरो त्यो सिम नै लगिनँ कि मैले। अनि अब भोलि हुन्छ त्यो काम चाहिँ। अनि त्यहाँ सकेर चाहिँ अब पेट्रोल त हाल्नु पर्यो है, पेट्रोल के साह्रो महँगो है। अनि टक्क मेरो बुढालाई गऱ्यौँ भयो। अनि त्यही भएर जुस खाने भन्नुभयो। मैले चाहिँ बिहानदेखि नुन नखाएको, मलाई चाहिँ भोक लागेको छ नि, मेरो बुढाले चाहिँ भोक लागेलाई गर्छ कि हिँडेँ भने चाहिँ जुस खाएर चाहिँ अनि फेरि हामी साना स्कुटीमा बुढाबुढी गयौँ। कहाँ जाँदैछौँ हजुरहरूलाई देखाउँछौँ। अनि हल्का गरम पनि भइरहेको थियो। अनि मेरो बुढालाई चाहिँ यसरी एउटा हातले स्कुटी चलाउँदा मलाई चाहिँ लास्टै डर लाग्छ कि साथीहरू। अनि मेरो बुढालाई चाहिँ अझै भोक लाग्यो रे। अनि त्यही भएर मेरो बुढाले चाहिँ खाजा खानुभयो, मैले चाहिँ खाइनँ, किनकि मैले आज अब बिहान फास्टिङ जस्तै भनौँ न। अनि मैले खाइनँ। अनि मेरो बुढाले चाहिँ मलाई देखाइ खाँदै हुनुहुन्थ्यो। मैले चाहिँ भनिरहेको थिएँ कि कस्तो देखाइ खाएको होला भनेर। अनि त्यहाँ मेरो बुढाले खाजा खाइसकेपछि चाहिँ हामी झरेसी आउने काम थियो हाम्रो चाहिँ, झरेसी मूल घर हो नि त। अनि त्यहाँबाट हाम्रो काम सकेर चाहिँ फेरि हामी घरतर्फ लाग्यौँ। अनि घर चाहिँ हामीबाट नजानेर कि यो सर्टकट बाटोमा कसले स्कुटी चलाउँछ, मेरो बुढाले चलाउनुहुन्छ र मलाई लास्टै डर लाग्छ कि साथीहरू। अब डर पनि किन लाग्यो, यत्रो बाटो छ त्यसमा स्कुटी लाने भन्नुहुन्छ। अनि जसो मेरो बुढाले चाहिँ ल्याउनु भयो, मेरो बुढा चाहिँ राइडर हो नि त। फेरि मेरो बुढा फेरि मक्खै हुन्छ यति भनेपछि। अनि आजको भिडियो के कस्तो लाग्छ हजुरहरूले कमेन्ट फलो गर्नुहोला। अनि आजको लागि यति नै, बाइ साथीहरू।